Hello everyone, today it's our third class of online class. हमने चाहिँ फर्स्ट क्लास में चाहिँ टाइम पढे थियौं, सेकेन्ड क्लास में चाहिँ इक्विभ्यालेन्ट फ्र्याक्सन र आज हामी थर्ड क्लास में चाहिँ हामी एंगल सम्बन्धी पढ्छौं। एंगल में हामी चाहिँ आज दुईटा कुरा पढ्छौं। एउटा चाहिँ हाम्रो एंगल में चाहिँ ट्रायंगल में चाहिँ हामीले चाहिँ भर्टेक्स अथवा चाहिँ हामीले चाहिँ यो तीनटा भर्टेक्सहरु हुन्छ न, एक मानव ए बी सी, हामीले भर्टेक्स को चाहिँ एंगलहरु निकाल्न, हाम्रो ट्रायंगल को तीनवटा एंगलहरु हुन्छ हैन, त्यो एंगलहरु फाइन्ड गर्न आजको क्लासमा पढ्छौं। हामीले चाहिँ यो क्लासमा मैले पढाइसकेको छु र मैले एउटा एक्जाम्पल चाहिँ यहाँ त्यसको लिखेर चाहिँ एउटा सल्भ गर्छु अनि त्यसपछि त्यसैको दुई तीनटा मैले लेखिदिन्छु भनेपछि क्लास गर्दिन्छु, त्यो चाहिँ हजुरहरुले गर्नु होला है। ल फर्स्ट क्वेशन मानम चाहिँ यो ट्रायंगल ए बी सी, ठीक छ। ल मानम चाहिँ यो 20 डिग्री को छ र यो हाम्रो 30 डिग्री को छ अनि हाम्रो यो एंगल कति डिग्री को, अथवा चाहिँ हामीले चाहिँ यहाँ x लेखा भनेपछि यहाँ x को भ्यालु कति हो, x को भ्यालु भनेको यो एंगल को भ्यालु हो। अब चाहिँ यो एकदमै सिम्पल छ हैन। ल हामीले के पढेको थियौं भन्दाखेरि चाहिँ सोलुसनमा यसको ल यहाँ तीनटै हामीले थाहा छ, तीनटै एंगल को ट्रायंगल को तीनटै भित्र एंगल को सम कति हुन्छ त 180 डिग्री हुन्छ। ल त्यसैले हामीले लेख्छौं एंगल ए प्लस एंगल बी प्लस एंगल सी इज इक्वल टु 180 डिग्री। यसको रिजन के हो त भन्दाखेरि चाहिँ being sum of anterior angle of ट्रायंगल को तीनवटै भित्रको कोणहरुको सम भनेको जोड चाहिँ कति हुन्छ अरे 180 डिग्री हुन्छ। त्यही भएर चाहिँ एंगल ए एंगल बी एंगल सी जोडेर चाहिँ कति हुन्छ 180 डिग्री हुन्छ। ल यो चाहिँ हाम्रो फर्स्ट स्टेप हो। सेकेन्ड स्टेपमा चाहिँ एंगल ए भनेको हाम्रो कति डिग्री छ 30 डिग्री छ, एंगल बी भनेको कति छ 20 डिग्री छ, एंगल सी हाम्रो एंगल सी भनेको कति हो यहाँ x छ, त्यही भएर x लेखौं अनि त्यसपछि यो कति हुन्छ 180 डिग्री हुन्छ। ल अब यो दुईटै जोड दिँदा हामी चाहिँ कति हुन्छ 30 र 20 भनेको 50 डिग्री भयो प्लस यो x त x3 छ अनि त्यसपछि इज इक्वल टु कति हुन्छ 180 डिग्री। ल अब यो यता प्लसमा छ उता गएर के हुन्छ माइनस हुन्छ, x इज इक्वल टु 180 प्लसमा छ उता गएर कति के हुन्छ त माइनस हुन्छ। ल अब चाहिँ 180 बाट 50 घटाउने भनेपछि कति आउँछ हाम्रो 130 डिग्री। अनि x को भ्यालु चाहिँ हाम्रो कति आयो 130 डिग्री अनि x भनेको के हो त एंगल सी हो। सो एंगल सी भनेको हाम्रो कति आउँछ हेन्स लेखौं, हेन्स एंगल सी इज इक्वल टु 130 डिग्री। यो चाहिँ हाम्रो के हुन्छ त यसको आन्सर, एंगल सी को भ्यालु चाहिँ कति आयो 130 डिग्री। ल एउटै अझै एक्जाम्पल लेख्छौं हामी। र यो एक्जाम्पल चाहिँ अलिकति धेरैले अप्ठ्यारो मान्छ हैन, यो क्वेशन जुन मैले दिन गइराछु हैन, तर चाहिँ यो एकदमै सजिलो छ। ल यहाँ हेरौं त, मानव एउटा यो के हो ट्रायंगल हो, यो ट्रायंगलमा चाहिँ ए बी सी ट्रायंगल एबीसी हो। अब यसमा धेरै कुनै क्वेशनमा यस्तो दिन्छ हैन, अब यस्तो दिएपछि अनि यहाँ के दिन्छ x, यहाँ चाहिँ 2x अथवा चाहिँ यहाँ फेरि एउटा 3x। अब यसमा भन्छ फाइन्ड द भ्यालु अफ एंगल ए बी सी। क्वेशन कस्तो आउँछ त भन्दाखेरि चाहिँ फाइन्ड द भ्यालु अफ एंगल ए एंगल बी एन्ड एंगल सी। ल यस्तो क्वेशन आउँछ अनि यस्तो क्वेशन आयो भने चाहिँ हाम्रो 2 मार्क्स फिक्स हुन्छ, यहाँ 2 मार्क्स फिक्स है, 2 मार्क्स फिक्स क्वेशन हो। अब यस्तो क्वेशनमा के हुन्छ धेरैले कन्फ्युज हुन्छन् भन्दाखेरि चाहिँ अरु क्वेशनमा अघिको क्वेशनमा हाम्रो के थियो भन्दाखेरि चाहिँ यहाँ यस्तो डिग्रीहरु दिएको थियो 30 डिग्री 20 डिग्री अनि यो निकाल्न भनेको थियो हामीलाई, तर यहाँ चाहिँ कुनै पनि डिग्री दिएकै छैन अनि धेरैले कन्फ्युज हुन्छ र क्वेशन त्यही छोड्दिन्छ। तर चाहिँ हामीलाई के थाहा छ त भन्दाखेरि चाहिँ तीनटै एंगल को सम कति हुन्छ 180 डिग्री हुन्छ हो। त्यही लेख्नु त एंगल ए प्लस एंगल बी प्लस एंगल सी इज इक्वल टु 180 डिग्री। सबैले थाहा छ हैन यो किन हुन्छ त भन्दाखेरि चाहिँ being the sum of
एन्टेरियर एंगल अफ ट्रायंगल ल यो भयो यो सबैले रिजन थाहा छ किनभने चाहिँ भित्र सबै तीनटै एंगलको कति हुन्छ 180 डिग्री हुन्छ। अब एंगल ए भनेको कति हुन्छ त भन्दाखेरि चाहिँ x हो, b कति छ यहाँ 2x हो, c कति छ यहाँ 3x हो इज इक्वल टु कति हुन्छ 180 डिग्री हुन्छ। र यो साइन भनेको के हो, यो भनेको हाम्रो तीनटै साइड इक्वल हो अनि तीनटै साइड इक्वल भनेपछि के हो त भन्दाखेरि चाहिँ यो हाम्रो इक्विलेटरल ट्रायंगल हो। इक्विलेटरल ट्रायंगल हो भने चाहिँ हाम्रो के हुन्छ त भन्दाखेरि चाहिँ तीनटै एंगलहरु इक्वल हुन्छ। तर चाहिँ यहाँ भ्यालुहरु फरक दिएकोले यहाँ भ्यालुहरु फरक आउन सक्छ, तैपनि चाहिँ हामीले के बुझौं त यदि ट्रायंगलको यदि यस्तो तीनटै साइडमा यस्तो दिएछ भने यो भनेको के हो त भन्दाखेरि चाहिँ साइडहरु इक्वल हो। 3x 2x र x जोड्दाखेरि कति हुन्छ हाम्रो 6x इज इक्वल टु 180 डिग्री। ल x इज इक्वल टु कति हुन्छ, यता यो के छ मल्टिप्लाइमा छ, उता गएर के हुन्छ डिवाइड, यो डिवाइड भयो अनि त्यसपछि x को भ्यालु कति आउँछ त भन्दाखेरि चाहिँ अब हाम्रो 6 * 6 6 3 = 18 भनेपछि कति आयो 30 डिग्री। अब धेरैले यही निकालेर छोड्दिन्छन् एन्सर भयो भनेर भन्छ। तर चाहिँ हाम्रो यहाँ क्वेशनमा के छ, फाइन्ड द भ्यालु अफ एंगल ए एंगल बी एन्ड एंगल सी। त्यही भएर चाहिँ हामीले अब एंगल ए भनेको के हो, नाउ एंगल ए भनेको त हाम्रो x हो नि त x, अनि x भनेको कति हो हाम्रो 30 डिग्री यो भयो। अनि एंगल बी भनेको के हो, एंगल बी भनेको 2x हो, त्यही भएर यहाँ 2x 2 यहाँ केही नभए मल्टिप्लाई हुन्छ, x भनेको कति हो 30 डिग्री, त्यही भएर अब 32 जा कति भयो 60 डिग्री। ल अब त्यस्तै फेरि एंगल सी भनेको हाम्रो कति हो 3x हो, त्यही भएर 3 मल्टिप्लाई x भनेको कति हो 30 हो, मल्टिप्लाई गर्दाखेरि कति हुन्छ 90। अब हामीले थाहा छ तीनटै जोडेर कति आउन पर्यो 180। एन्सर चेक गरौँ त तीनटैको, एउटा 30 जोडौँ, अर्को चाहिँ 60, अर्को चाहिँ 90, तीनटै जोडेपछि कति भयो हाम्रो 9 60 3 18 भनेपछि 180 डिग्री, जुन चाहिँ हामीले यहीदेखि हामीलाई थाहा छ। ल यही भयो हैन। र यसरी चाहिँ अब मैले एउटा दुईटा होमवर्क दिन्छु, त्यो चाहिँ गरेर आउनु होला। बुझ्नु हैन, नबुझेपछि दुई चोटी तीन चोटी हेर्नु होला, सबैले बुझ्नुहुन्छ। एकदमै सजिलो छ र यो हरेक एक्जाममा आइराख्छ यस्तो क्वेशन, त्यही भएर चाहिँ यो अलि इम्पोर्टेन्टै हो भनेर चाहिँ यसले राम्रोसँग अलि बुझेर बुझ्नु होला हैन। अनि त्यसपछि यहाँ दिएको मैले दिन गइरहेको क्वेशनहरुको एन्सर गर्नु होला। ल मैले दुईटा क्वेशन दिन्छु। ल पहिलो क्वेशन चाहिँ हाम्रो ल यहाँ मैले लेखिदिन्छु 2x, यहाँ 30 डिग्री, यहाँ चाहिँ 40 डिग्री। यसको चाहिँ हाम्रो ए बी सी, यहाँ चाहिँ मैले के लेखिदिन्छु फाइन्ड अननोन एंगल, फाइन्ड द भ्यालु अफ अननोन एंगल। अननोन कुन छ यहाँ, यो छैन भनेपछि एंगल बी का हाम्रो यसको भ्यालु कति हो भन्ने कुरा चाहिँ यहाँबाट हामीले फाइन्ड गर्ने हो। अर्को सेकेन्ड क्वेशनमा चाहिँ ल यहाँ चाहिँ बी सी डी ट्रायंगलमा 2x + 30, यहाँ चाहिँ फेरि x, यहाँ चाहिँ 40। ल अब यसमा मैले के लेखिदिन्छु त भन्दाखेरि चाहिँ यसमा पनि सेम क्वेशन है, सेम फाइन्ड द भ्यालु अफ अननोन एंगल। ल यो दुईटा क्वेशन चाहिँ गरेर आउनु होला। ल थ्यांक्स फर वाचिङ। आई होप सबैले राम्रोसँग बुझ्नुहुन्छ र गरेर आउनुहुन्छ। ल थ्यांक यू।